नमस्कार साथीहरू, कता हुनुहुन्छ तपाईहरु? आज हामी हिँडिरहेका छौं बिरुवामा कि बाटोमा बिरुवाको बाटोमा। शनिबारको दिन पनि हामी हिँडिरहेका छौं। अब त के भन्नु आएन हो मलाई त, म त बिर्सिसकेको छु त्यसरी बोल्नलाई क्यामेरामा। ल अब चाहिँ घाम लाग्न थाल्यो है। घाम ताप्ने नै भनेर आएको हो। यस, हामीले त क्याप लाछौं साथीहरू। दुईजनाले चाहिँ क्याप लाएर नि रात चाहिँ गोरो भयो। हात चाहिँ कालो भयो मतलब भएन, टाउको गोरो के अरे मुख कालो हुनु भएन। योभन्दा धेरै मान्छेले अनुहार हेर्छन् भनेर हो। मान्छेले अनुहारै हेर्दो रहेछ हेर्नु। जिन्दगी मान्छेको मन जतिसुकै सफा होस्, मान्छेले अनुहार हेर्दो रहेछ। त्यही भएर अनुहारलाई चाहिँ सेफमा राख्नु पर्यो। अनुहारलाई सेफमा राख्नु पर्यो, या त गोजी भर्नु पर्यो। पसल लाग्यो, म एकछिन गएर आउँछु ल। चिसो हाम्रो घाँटी देखाउँछु बाहिर खाने एउटा बाहिरको ल्याउँ न त। त्यो रातो ल्याउ न, मलाई यो देऊ न। रात राम्रो ल अनि यो खोलिदेऊ न त नि मुला। सरी एमा छिर्दैन त नि। ल सुकाइदिनु पर्यो पर्छ। यो डस्टबिन खोजौँ, डस्टबिन। आजकल तामाङ दिदीले मार्नुहुन्छ। फलोअर्स हामी आशिका दिदीको फलोवर्स। ट्याग गरेर एक भिडियो हाल्नुपर्छ जस्तो है। आशिका दिदी हेर्नुहोस् है, तपाईँको इन्फ्लुएन्स। हामीले त कुकुरलाई सुद्धा रोकिरहेको छौँ बाटोमा। कहाँ गयो यो आइस हाम्रो रिसार भयो होइन कुकुर चाहिँ। ए सरी है, हामी अफ क्यामेरा तिमीलाई गर्न दिउँला नि त है। फोन क्यामेरा चाहिँ भएन। तिम्रो पनि त्यो भएको होला होइन, आइस पुरै टकटक आइस तानिराख्यो सानो सानो। यसले पनि खान्छ होला। पैसा सोल्टीले पैसै बोकेछ त। मासु किने पर्दैन छ त मासु किनेर आयो कि त्यसले फिर्ता कमिसन हो मासुको। डुबाइदियो क्या होइन, पच हान्दै रहेछ हो। खान्थ्यौ खाइनस् भने चाहिँ फेरि कुटा खान्छस् नि। हामीले खाँदैनौँ, दिवस मात्र खान सक्दैन। खान्छौ खोइ त गर न, कस्तो लाग्यो खान त देऊ यार। खाइहाल्छ नि। यसलाई सिकाउँदैछु क्या म गर्न। एकचोटि खाएर देखाइदेऊ न। खाएर खाइदिइहाल्छु नि त्यो। खुवाउन अनि पो थाहा पाउँछ त नि त्यसले। ओ साथीले यस्तो गर्यो, मैले पनि यस्तै रहेछ होइन दिवस। एकचोटि तिमी खाएर देखाएपछि अनि साथीले यस्तो गर्यो, मैले पनि यस्तै रह भन्छ नि। अर्काको अन्न खानु हुँदैन। लास्टै ऊ हुँदो रहेछ, अड लाग्दो रहेछ यो। खोइ त देख्दैन रहेछ त आउँदो रहेछ। ठ्याक्कै फिलै नआउने। के थियो मिठो लाग्यो? आइस आउँदाखेरि अर्कै खालको। ब्रो यसको तल त आइसै छ ब्रो। यो भारी छ अनि यो भारी छ। यहाँ पकड त सकिसक्यो तर जुस चाहिँ। ए अग्लो दाइ यसले सिकेर हिँड्छ यार। यसले मासु मात्रै खाइरहेको दिन्छ घर। हटिस पकाएर खाइनस्? लाटो रहेछौ त यार, कुकुर त होइन त तिमी त। खाँदैन होला। अब फर्किला के हो तेरो नाम? बिचरा हो न। यो त घाममा सुकाउनु पर्छ एकछिन। यतिकै राख्नु हुन्छ नि एउटा। तिम्रोमा पनि छ त्यसरी भारी? मेरो हल्का भारी छ। डिप फ्रिजमै थियो कि यो? ठुलो फ्रिज थियो कि सानो? सानो खालको थियो। गएर यत्रो आइस बनाउनु थाहा भएन। त्यस्तै आइरह। यसलाई त खोलेर चम्चाले खाने जस्तो छ ब्रो। एकछिन यतिकै राख्नु न। जुस पिइसक्यो अहिले चाहिँ हामी जुस खाइसकेर। ए भिडियो अन छ नि तिम्रो सबै छ यहाँ, तिम्रो हरकत जस्तै। अनि कुकुर ब्लग भनेर राख्नु आउँदैछ है, आउँदैछ हाम्रो सोल्टी। तिमीले घरै लिएर जान्छ त्यसलाई यसरी लग्यो भने। फ्रुटी त खानु हुँदैन कुकुरले, कपाल झर्छ अरे क्या।
होइन कुकुरले गुलियो चक्लेट खानु हुँदैन भने नि त यो पनि गुलियो हुन्छ ग्लुकोज छ नि त त्यसमा कपाल झर्सम्म लगिदिन्छ नहुँदैन चकलेट चाहिँ खानु नहुँदैन यो सकेको होइन साथीभाइहरू हामी नि त्यस्तै खानु पर्ने है कति न चिजो खाने भनेर यसलाई फुटाइदिउँ एकचोटि फुटेन भने त फेरि बेज्जत हुन्छ होला टिप्नु यो फेरि टिप्नुपर्छ आशिका दिदीले आशिका दिदीको मेल भर्जन यहीँ हुनु फेरि हान्दियो भने त हामीलाई फेरि भन्दैछ फेरि कसको हो त भुवनलाई टिप्न लाग्यो न म आएर त भुवन कहाँ फाले ओइ के गरेको भन न यो पहिलो हो भाइ मैले त राखिसकेँ त गोजीमा देखाऊ गोजीमा त फुटाएकै छैन होला अनि फेरि ब्रो आप अपने देश में सेलिब्रिटियों के सामने ऐसे करते हैं आपकी सेलिब्रिटी है वो छ नि यहाँभित्र ब्रो अहिले हेर्दा त चेला बेटा भित्रतिर छ कि हेर न तर आइस छ नि त्यही आएको आएकै थिएँ म त वक्का लागेर निकाल्दै मेरो पनि छ यहाँ माला आइरहेको मलाई मैले त मेरो तिरे हो नि त पैसा के खाने पैसा अरे काट्न मिल्दैन पानी किन्न खोजे मैले पानी नखाने भने यो बिहान बिहानै गुलियो खाएर अलिकति टर्रो खाने बानिदियो भने अहिले एकछिनमा के खाने भने यसमा त डुनट खाने डुनट अनि क्रिमवाला डुनट अनि त्यति बेलासम्म त दिउँसो भइसक्छ नि त बिहान पो खानु हुँदैन त कुकुरले हामीलाई उहाँदेखि पछ्याएर यो दिवसको कारणले मलाई तर दामी भ्लग बन्छ नि यसको उसलाई अर्को एङ्गल आइसक्यो त्यसले आफै च्यानल खोल्छ पछि अनि तिमीलाई देखाउँछ तिम्रो भन्दा धेरै वेलकम ब्याक टु माई च्यानल अब जाम हौ यहाँ यसरी बसेर त हो यहाँ हेर त बाटो बाँकी छ त यसरी बस्यो भने त तराईमा त नि हामीले के भन्छ यो अलि भक्तपुर भएर केही नभन्दा तराई होइन स्पेसियली इन्डिया इन्डियन भ्युअर्सहरू जाउन् न रिसाउन् न कमेन्ट गरौँ ल जाम जाउँ हामी अब यसलाई हामी राम्रो ठाउँमा डिस्पोज गर्छौँ है पानी त दिदी सुक्छ है सुक्छ यो बेला त आउँछ होला यहाँ उडिरहेको मा चिलवा छ मेरो माया छ छैन भन न थपन न घुम्न जाउँ न कुन ठाउँ रे जहाँ भने पनि हामी बनेपा चाहिँ तिमी किन भनेको बनेपा भन्न किन लजायो तिमी बनेपाको किन बनेपाको मान्छेहरू रिसाउनु हुन्छ नि फेरि यहाँ होइन तिमीहरू यहाँबाट यस्तो ओह्रालो झर्न आँटेको कि यता उकालो जान आँटेको उकालो हो यही प्लानिङमा घुम्ने भयो किन ओ यहाँबाट राम्रो रह्यो नि त बाटो हेर त अघिकै बाटो हो कि तर त्यो उता जाने होइन हामी यता जाने जान्छ होला नि यसलाई आफ्नो इलाका थाहा छ कि यहाँबाट चाहिँ तिमीहरू कहाँ गएका नि यो जङ्गल कहाँबाट चाहिँ आएका त नि त्यो पनि त सस्पिसियस भएन स्टार्टिङको के सस्पिसियस छ यहाँ अब हामी घर जान्छौँ त्यही बाटो अब हामी जुन बाटो जान्छौँ त्यही बाटो आएको आउन चाहिँ मैले स्टार्टिङमा भनेको थिएँ नि यो बाटो जाउँ यो होइन भनेर यो बाटो आउने कुरा भएको छ तर जङ्गल चाहिँ राम्रो है म्या घनघोर एक्कासी कहाँ आयो जस्तो लागेन लागेन हौ अघिदेखि देखिरहेको होइन तिमीहरू त घरै यतै होइन तर मैले चाहिँ अर्कै सेन्स भनेको कि दिवसको यतै हो बस्ने ठाउँ भन्ने अनुसार चाहिँ अघि आफैले आशिका दिदीलाई बोलाउँ न हौ यहाँ आशिका दिदी भनिदेऊ त यहाँ आशिका दिदी मैले सकिनँ एक्लै यहाँ तपाईँ आउनु पर्यो प्लिज हेर्नुहोस् त खै कहाँ छ भनेर पनि यसो इन डेप्थ स्टोरी देखाइदिउँ न आशिका दिदी आउनु पर्यो यहाँ अब थर्काउनु चाहिँ कसलाई थर्काउँछ थाहा छैन यसलाई थर्कायो हो हामीले त फालायो होइन हेर्नु
हेर्नु त ब्याग सुधा यो जेब्रा सुधा फाले अरू त के होला नि भगवान् यहाँ नि बस्ने ठाउँ बनायो नि त बस्ने ठाउँ यही हो ए त यही त हो नि यो केही थाहा पाउँदैन रहेछ होइन बिर्सेको हो ओहो यहाँबाट त राम्रो देखिँदो रहेछ ब्रो ब्रो यहाँबाट त राम्रो देखिँदो रहेछ हो कि नै ठुलो कुरो हो नबसौँ न हेरौँ न यहाँबाट भनेको मात्र एउटा फोटो खिचौँ न यहाँ यस्तो तर यहाँबाट खतरा देखिँदो रहेछ उहाँ हेर न डाँडा घर एउटा यसो गरेको फोटो खिच्नु यता पानी ट्याङ्की होइन यता दिवस चाहिँ यो उसमा आएको है दिवस चाहिँ बस्न मानेन दिवस चाहिँ ऊ अहिले चाहिँ हामी मात्र हो यसरी हिँडेर आएको कहाँबाट आउनु पर्यो साइकलमा हामी त्यहीँदेखि आउँदा अनि यसो भनेर हुन्छ हामी त यहीँ तलतिर बालकोट पनि होइन त्यहीँ भन्दा हुन्छ बसिहाल्छु कि किन मरिहाल्छु रेस्ट गर्ने बस्ने यहाँ अहिले अलि एक्सर्साइज गरेर फिजिकल गरेर अब यहाँबाट भेट हुनु पर्यो साथी हामी पनि अलिअलि हुँदैछ गऱ्यो नि है पर्यो भनेको मात्र तर होइन हामी 22 का हुन् सबै एकदम यता 24 म पनि 22 भन न त नि सबैलाई भनेको मिलाउनु है अन्त म चाहिँ किन बढ्दिनँ तिम्रो फ्री टाइम ठिक छ आइ पनि 30 पुगेपछि एक्सर्साइज पुगेपछि छैन कि अहिले गर्नु पर्यो पुगेपछि त गर्न सक्दैन अहिले गरेर अहिले आएर आजभोलि गरेर भएको त यो होइन रेगुलर छ देशै राम्रो गर्नुपर्छ न यता त्यसरी होइन देश राम्रो हुनु भयो देश राम्रो हो भने पछि राम्रो हुन्छ क्या म चाहिँ आफ्नो बेलाको प्लेयर पनि हो क्या तिमीहरूले सुने ह्यान्डबल भन्ने गेम सुनेको छु ह्यान्डबल यसरी फाल्नेवाला नि त्यसको मैले एसियन च्याम्पियनसिप पनि खेलेको नेपालको ए हो र त्यो बेला बेसै खेलकुदै बेस हो त्यसपछि त्यसमै कोच पनि गरेँ आर्मीमा ट्रेनिङ पनि गराउँथेँ त्यसमा यो अहिले कोरोना पछि अलिकति बन्द गरेँ आर्मीले आर्मीमा गएर ट्रेनिङ गराउँथेँ त्यही त हो नि एकैचोटि आज भोलि गर्छु जिउ बन्द त्यो त हो मलाई यसरी तिमी बोल्ने पहिलो नेपाली हो क्या पहिले सबले गुड मर्निङ नमस्ते गर्छ नि त्यो विदेशी देख्ने क्या त्यो नर्मली बच्चा अब नेपाली बच्चाहरू बोल्दैन नि त यस्तो बच्चाहरू त नमस्ते गुड मर्निङ यसो गर्ने क्या अनि मैले के छ ठिक छ भनेर भाग दौडेको थिएँ नेपाली रहेछ भनेर क्या नेपालीको हो क्या अनि यो तिमीले फर्स्ट टाइम तिमीले कहाँबाट आउनुभएको भने तिमीले फर्स्ट टाइम जसले पनि मलाई नमस्ते बोल्ने स्टाइल टोनै त्यस्तो ल्याउने क्या म क्वेसन त गरिरहेको थिएँ आफैलाई नेपालीमा बोल्नु होइन अति मान्छेको पनि त्यो कहिलेकाहीँ म उसमा हिँड्दै हुन्छु नि दरबारमा के अरे यो बसन्तपुर दरबार स्क्वायरमा सुई आफ्नै गेटअप त्यस्तै हुन्छ सुई जान्छु क्या तपाईँ नेपाली हो भन्छ क्या अनि नभए किन सोध्नु भएको तपाईँले मलाई टिकट काट्नलाई क्या अनि अङ्ग्रेजी सोध्नुहोस् कि त त्यो भन्ने त्यस्तो इन्सिडेन्टमा धेरै हुन्छ क्या अनि यो साइकल यो तिमीलाई म भक्तपुर दरबार स्क्वायरमा आफ्नै तालमा सुई गएर दौड्दै आउँछ कि वेट भन्छ किन भाउ भने ए तपाईँ त नेपाली पो रहेछ जानु त्यस्तो त कति हुन्छ सुजनलाई पनि एकचोटि रोक्यो यता पनि तिमीलाई पनि रोक्छ होला प्रायः गाडी चट्ट काट्नु अलिकति गएर अलिकति ल्याङफ्याङ चट्ट गरेर हिँड्यो भनेदेखि अलिक डिफ्रेन्ट भयो भने तिनीहरू रोकिहाल्छ त्यो उनीहरूको एउटा यस्तो मेन्टालिटी काइन्ड अफ यतिसम्मको यस्तो हुन्छ भनेर सोध्नु त त्यस्तो हुन्छ हामीलाई त इन्डिया गए पनि टुरिस्ट मान्दैन तर इन्डियनहरूले चाहिँ ऊ थाप्न छ क्या हाउभाउले क्या हाम्रो र उनीहरूको उसले चाहिँ पछि थाहा पाइहाल्छ क्या अनि यसलाई चाहिँ कसरी घुमाउने के गर्ने सोच खुरापात सोच भइहाल्छ क्या साउथतिर चाहिँ त्यस्तो हुँदैन अरू युपी बिहारतिर चाहिँ एकदमै गर्नुपर्छ क्या
त्यस्तै हो। अब यताबाट तपाईँ कता निस्किनुहुन्छ? म यहाँबाट यसरी बिरुवा निस्केर सिरुटार हुँदै त्यहाँबाट अनि सिधै एकचोटि कहाँ गोर्खो निक्लिन्छ के अरे योबाट लुबुतिर अनि गोर्खोबाट शब्दबाट हुँदै हुँदै यसरी हजुरको नाम चाहिँ? मेरो विकास खनाल। ओके खुसी लाग्यो भेटेर हजुरलाई। मजा आयो तिमीसँग भेट्दाखेरि। मेरो प्रायः तिमीहरू मेरो सर्कल भनेको नि 35-40 का छन् क्या मेरो आफ्नो सर्कल पनि। धेरै आफ्नो एज छन्, आफ्नो साथीहरू पनि तर तिनीहरूले कहिलेकाहीँ हप्तामा एकचोटि यस्तो भेट पनि हुन्छ तिनीहरूसँग है। अब रेगुलर भेट्ने चाहिँ मेरो यस्तै साथीहरू त्यसले नि इनर्जी आउँछ क्या। होइन इनर्जेटिकै हुनुहुन्छ नि त फेरि हजुर पनि। आफूभन्दा अलिकति तिमीहरूसँग गफ गर्दाखेरि एउटा लेभलको गफ हुन्छ, अर्कै गफ हुन्छ होइन। यहाँ हेर त क्या यस्तो हुन्छ हाम्रोतिर गफ गर्दाखेरि त्यो त म रहेछ हुन्छ ल। अर्को कुरा तिमीहरूलाई अब जाने भन्छु, मेरो 12 गते भदौ 12 गते फिल्म आउँदैछ ताराहरू। हजुर। अनि 6 गते त्यो हो के अरे 12 गते कोसेढुङ्गा। ओके है म अलिअलि फिल्ममा पनि खेल्छु है। हुन्छ धन्यवाद। के भन्नु विकास खनाल। होइन हामी म सुजन देवराज कति एउटा म भुवन लिमेरी म रोनिस लिमेरी ऊ दाजुभाइ 22 वर्ष है। हजुर सबै 22 22 ग्याङ है। हजुर बाई बाई। कहिलेका दिवसले होइन राम्रो कन्टेन्ट दिन्छ। उसले कुरा नगरेको हामी त्यति गर्दैनथ्यौँ होला होइन। एउटा एक्स्ट्रोभर्ट 22 को एक्स्ट्रोभर्ट चाहिँ छ है हामीसँग। किन हुँदैन मायाको चाहिँ मर्दैन। के हो भाइ दिवस पनि मलाई त्यस्तो लागेन त हो। त्यो भए भुक्थ्यो होला नि त ब्याग। त्यो त हामी बोल्न थालेपछि झ्याउलाए जस्तो त यो चाहिँ हाम्रो बिरुवाको ओरिजिनल बिरुवा। बिरुवा छ नि यहाँ त। यहाँ चाहिँ एकदमै बनमारा रहेछ वहाँ हेर न। यस्ता बिरुवा देखान म त चिन्दिनँ त। यो बनमारा होइन म लास्टै सहरीकरण भयो क्या मेरो। तिमी त नि सहर पसिहाल्यो। यो हामी गाउँमै छौँ वाला भाइ कि गाउँको बनमारा हो होइन। के गर्छ यसले? बनमारा यो बनमारा यसले चाहिँ वन मार्छ कि यसले अरू कुराहरू चाहिँ उम्रिन दिँदैन कि यो धेरै फैलिन्छ। त्यो लाइक विड त्यो भनेको चाहिँ त्यो अर्को विड भनेको चाहिँ त्यो फ्यान्सी विड। त्यो पनि विड नै हो त्यही त फ्यान्सी विड भन्नुको कारण झारपात त हो। त्यही त हो। फ्यान्सी बनाएको मात्र। त्यसलाई मान्छेले नराम्रो बनायो भने नराम्रो पनि त के छ, राम्रै छ त्यो। त्यो त खाने मान्छेले अब कग्निटिभ डिसोनेन्स भन्छ एउटा शब्द छ। खाने मान्छेले डिफेन्ड गरिहाल्छ। म चाहिँ जति गर्दिनँ होस्, राम्रो पनि भन्दिनँ म, नराम्रो पनि भन्दिनँ। तिमीले त जज गर्नै मिलेन नि, मेन तिमी कस्तो म भन्दैछु त। म खासमा चाहिँ जज गर्नु पनि तिमीले हो, तिमीलाई सबै थाहा होइन। किन जानेको मान्छेले जज गर्ने हो कि नि भन्दा त्यही त भने त जज गर्दिनँ भन्दैछु त। मलाई थाहा छैन नि त। तिमीलाई चाहिँ जजमै राख्ने हो खासमा भन्छु म चाहिँ। हेर न पहरो यो कस्तो छ, यो त खस्छ होला हौ कुनै बेला। के छ खस्दैन राम्रो मिलेको छ हो यो पनि खस्यो भन्छ। किन खस्दैन होला, यो त माटो छ ब्रो। यो घर जाने बाटो त लास्ट डेन्जर रहेछ त। ट्रेकिङ सुज चाहिँ लाएर जानुपर्छ जस्तो। पानी परे बेला त सुनामी नै आए जस्तो हुन्छ यहाँनिर। घर पनि राम्रो छ नि। हेर न माथि हेर न, अगाडिपट्टि के को बोट हो त्यो? पटमिरोको बोट जस्तो छ तर खै के को हो पनि पटमिरो नै थाहा छैन यसलाई। फेरि यसको तराईमा फेरि छैन होला नि त पटमिरो। त्यो हो क्या पटमिरो भनेको घाँस हो क्या। त्यो गाई बस्तुलाई गाउँतिर चाहिँ हुन्छ। अब
तिम्रो गाउँ तराईको गाउँमा चाहिँ हुँदैन सायद कि भन्न खोजेको हाम्रो गाउँमा हुँदैन होला तराई अब गाउँ पनि त डिफ्रेन्ट छ नि त तिम्रो तराई गाउँ होइन पहाड गाउँ उता हिमाल गाउँ होला मान्छेको उसको पनि हिमाल गाउँमा हिमालमा अब त्यहाँ हामीले गएर चाहिँ फर्सीको तरकारी भन्यो भने थाहा पाउँदैन नि त आलु मात्र हो त्यहाँ यसो भन्यो भने हामी फेरि कन्ट्रोभर्सीमा पर्छौँ बुझ्यौँ हामी चाहिँ केही आलु मात्र खान्छौँ भन्यो भने कट गर्नु कट हामी त्यही भएर आलु भन्न खोजेको तिमीहरूले हामीले त भन्न खोजे होइन फेरि तर उनीहरूले आफू आलु भन्न खोज्यो भने हामी के गर्नु त्यहाँ विड रहेछ कहाँ होइन भिडको कुरै नगरौँ न त्यहाँ नै ओहो यहाँ त होइन जङ्गल रह ब्रो केही हुँदैन ब्रो तर यतातिर के अरे एउटा कहाँ छ के यहाँबाट कहाँ जानेर यहाँबाट त घर जानेर यो पनि डेन्जर बाटो छ ब्रो डेन्जर यो चाहिँ ट्रायल पास गर्नु नै पर्छ मजाले दिवसको गन्दै हावा आए जस्तो छ कुकुर यसै भनेको ब्रो गन्दाले नि थाहा पाउँछ तर यो पनि मन्दिरै हो कि पार्टी हो यो के भन्छ मन्दिरहरू पार्टी हो बालनले बनाएको फेरि यो पक्कलाई सपोर्ट गर्छ यार एकैदिन अहिले म आजका दिदी रिसाएर फेरि सेतो पार्टी जान आउँछ तर रातो छ कि किन सेतो त सेतैले यसो नभन्नु फेरि यहाँ डिफेन्ड होला भाइ सेतो भनेको कति जज गर्यो तिमीले सोध्नु पर्दैन होला हाउ डु यु के भन्छ आइडेन्टिफाई योरसेल्फ भनेर तपाईँलाई सोध्नु पर्दैन तिमीहरूले अस्ति अनन्त लिङ्गेश्वर पुगेको बेला के भनेको थियो तिमी केही भनेको थिइनँ म त थाकेर फर्क्यौँ भनेको थिएँ होइन अनन्त लिङ्गेश्वरमा त सुवर्णेश्वर जाँदाखेरि चाहिँ अनन्त लिङ्गेश्वर निस्केर अनन्त लिङ्गेश्वर जाँदाखेरि पनि तिमीले के अरे गुन्डु त्यो माथिको के गाम्चा होइन गुन्डुको त माथिको गुन्डु पाइलट ए बाबा भाइ अस्ति भर्खर भने हो अनन्त लिङ्गेश्वरमा कहाँ भने मैले त्यो माथि सुवर्णेश्वरमा भने अस्तिको हप्ता माथिबाट के अरे शनिबार भने एकछिन हामी यहाँ फाइटै गरौँ कि राम्रो आउँछ अस्तिको शनिबार भने निश्चललाई राख्नु पर्यो यहाँ कैलाशबाट यो झर्दाखेरि हेर न कस्तो राम्रो यहाँनिर डिरी छँदै जाने अहिले डिरी लाग्नु होइन यहाँ देखिन्छ नि यसरी आउँदा ढाँटा राम्रो रह यहाँ गाँजा हेरेर यहाँ वरिपरि हेर्नु न यहाँ गाँजा यो त उतो हो त यो दाउरा हेर मतिर गाँजा र उसको भाङको भनिदिन्छ पनि चाहिएन मलाई मैले चिन्न थालेँ भने म के गर्नु पर्यो हेर न उयो रातो भएको भाङ हो है डाँठ रातो भएको भाङ अनि डाँठ तर एउटै बोटमा हुने होइन र कि फाल्टा फाल्टै बोट हो फाल्टो फाल्टो त्यही त ए म त फेरि थाहा नै पाउँदिनँ यस्तो गाँजा र भाङ भाङको चाहिँ रातो लड्डु हुन्छ होइन खाएछौ यसलाई मलाई थाहा नै छैन थाहा नै छैन लड्डु भन्ने सुने मैले खाएर लट्ठ सुने मात्र लड्डु हुन्छ अरे हुन्छ अरे शिवरात्रिमा मान्छेले खान्छन् रे खान्छन् रे बाई साथीहरू फेरि भेटौँला अर्को ब्लगमा चार्ज पनि सकिन आँटेछ बाई 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 क्यामेरा कन्सियस रहनु हल्का इनर्जेटिक पारामा बाई भनौँ न बाई तिमी पनि भन इनर्जेटिक बाई बाई तिम्रो पनि खासै इनर्जी बाई